नेपाल पवन माघ 8 गते संविधान जारी गर्ने दलहरूको प्रतिबद्धता छ। सरकारमा सहभागी दलहरू माघ 8 मा संविधान जारी गर्ने बताइरहँदा विपक्षमा रहेका दलहरू सहमति बिनाको संविधान जारी हुन नसक्ने अडान लिइरहेको अवस्था छ। जति जति संविधान निर्माणको समय नजिकै जान्छ त्यतिखेर संविधान भित्र सबैका अधिकारहरू सुनिश्चित हुनुपर्ने माग पनि उठ्दै जानु स्वाभाविक हो। त्यसमा पनि पछिल्लो समय धर्मको कुरो संविधान भित्र त्यतिकै रूपमा उठिरहेको अवस्था छ। पछिल्लो समय गएर मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेपछि हिन्दू राष्ट्र हुनुपर्छ भन्नेहरूको आवाज पनि त्यतिकै बुलन्द हुँदै गएको अवस्था छ। यसरी सबैले आफ्नो धर्मको आवाजलाई यही ढंगले उठाउँदै जाने हो भने भोलि फेरि पनि धर्मको नाउँमा धर्मको क्रियाकलापमा फेरि पनि एक किसिमको विद्रोह अथवा त्यसले सामाजिक सद्भावलाई बिगार्ने पो हो कि भन्ने पनि चिन्ता छ। आउनुहोस् आज हामी यिनै विषयवस्तुमा अलि बढी केन्द्रित रहेर कुराकानी गर्नेछौँ र हामीसँग आज कुराकानी गर्ने स्टुडियोमा उपस्थित हुनुहुन्छ बिशप डाक्टर नारायण शर्मा। उहाँ उपाध्यक्ष हुनुहुन्छ राष्ट्रिय क्रिस्चियन महासंघका। हामी आज उहाँसँग यिनै विषयमा अलि बढी केन्द्रित रहेर कुराकानी गर्नेछौँ। उहाँलाई आजको कार्यक्रममा स्वागत छ यहाँलाई कार्यक्रममा। तपाईहरुको केही समय अगाडि मात्र एउटा पत्रकार सम्मेलन गरेर नेपालमा एउटा क्रिस्चियन नेपाली समुदाय जो छ उनीहरूले उठाएका मुद्दाहरू अथवा तपाईले उठाउनु भएका मागहरू सरकारसँग भएका सहमति सम्झौताहरू चाहिँ त्यो कार्यान्वयन भएन भने तपाईहरु आन्दोलनमा जाँदै हुनुहुन्छ। तपाईहरुको यो आन्दोलन केका लागि किन र कसरी गर्दै हुनुहुन्छ? यो आन्दोलन नै त्यसलाई स्वाभाविक रूपले जुन किसिमबाट हामीले आन्दोलनलाई बुझ्दछौँ त्यही किसिमले नलिनु नै बेस हुनेछ। हामी यो आन्दोलनलाई एउटा धार्मिक किसिमले र आत्मिक किसिमले हाम्रो प्रार्थना परमेश्वरमा हाम्रा कुराहरू जाहेर गरेर चाहिँ एकबद्धता जनाएर सरकारलाई हामीले यस विषयमा जानकारी गराउन चाहेका हौँ। विगतमा सरकारसित हाम्रा केही सम्झौता भएका छन् 3 बुँदे र 6 बुँदे। तर अहिलेको परिस्थितिमा हामीले के देखिरहेका छौँ भने यी कुराहरूलाई राज्यले एकातिर पन्साएर राखिदिएको छ र यहाँसम्म कि धर्मनिरपेक्षतालाई परिवर्तनीय धारामा लगेर राख्ने कुरासम्म भइसकेको कुरा देख्दाखेरि हामीले चाहिँ हाम्रो आवाजलाई राज्यसम्म पुर्याउनलाई एउटा प्रयास मात्रै गरेका हौँ। भनेपछि राज्यले धर्मनिरपेक्ष हटाएर तपाईहरुमाथि त्यो षड्यन्त्रहरू गर्दैछ भन्ने त्यस्तो तपाईलाई आवाजहरू अहिलेदेखि हुन थालिसकेछ हो? हामीले यो महसुस त गरेका छौँ। तर धर्मनिरपेक्षता हाम्रो माग मात्रै होइन, यो राष्ट्र र देशको निम्ति हाम्रो पनि चासो छ। जुन किसिमले प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्य र मान्यता लिएर यो राष्ट्र चाहिँ प्रगतिको बाटोमा अगाडि बढिरहेको छ त्यसमा धर्मनिरपेक्षता एउटा महत्त्वपूर्ण पहल हो। त्यसलाई चाहिँ हामीले नै मागेर पाएका हौँ भन्ने कुरा छैन। हामीले कुनै पनि बेला राज्यसित धर्मनिरपेक्ष यो राष्ट्रलाई बनाऊ भनेर चाहिँ हामीले भनेका चाहिँ थिएनौँ। तर यो राष्ट्रले यदि प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्य मान्यतामा अग्रसरता लिएर अगाडि बढ्छ भने जुन स्थानमा धार्मिक समुदायलाई राखिएको छ, जुन स्थान धर्मनिरपेक्षताको दिएको छ, त्यो कुरालाई चाहिँ फेरि सरकारले खुसुक्क किनभने हाम्रो तर्फबाट हामीले आवाज नदिने, हाम्रो तर्फबाट हामीले बहस नगरिदिने, हाम्रो तर्फबाट हामीले अधिकारहरू माग नगर्दा यो सबै कुराहरूलाई देख्दा एक किसिमबाट हामी अल्पसंख्यक धार्मिक समुदाय भएको कारणले पनि हो कि हामीमाथि कसैको कुरा चाहिँ हावी भएर यी मूल्य मान्यतालाई चाहिँ हाम्रो राज्यबाट चाहिँ अलग गर्ने प्रयास गरिरहेको आवाज चाहिँ हामीलाई चाहिँ भएको हो नभएको चाहिँ। तर जस्तो मानिस न 62-63 को जनआन्दोलनपछि मुलुक जसरी संघीय गणतान्त्रिक लोकतान्त्रिक धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो संविधान सभाको पहिलो बैठकबाट, तपाईहरुले मुलुक धर्मनिरपेक्ष भइसकेपछि आजको मितिसम्म तपाईहरु जुन धर्ममा आस्था राख्नुहुन्छ, जुन मान्नुहुन्छ, त्यसमा के परिवर्तन आएको छ अहिलेसम्म? खासै भन्ने हो भने हामीहरूलाई राज्यले चाहिँ कुनै विशेष अधिकार र हाम्रो अस्तित्वको स्वीकार गराइ चाहिँ राज्यले गरेको आभास चाहिँ हामीलाई भएको छैन। एउटा महत्त्वपूर्ण कुरा चाहिँ एउटा धार्मिक सार्वजनिक विधा चाहिँ क्रिसमसको दिनमा उहाँहरूले दिएर हात
गरे जस्तो छ। तर हामीलाई भन्नुहोस् कानुनी रूपबाट चर्चलाई क्रिस्चियन समुदायलाई राज्यले कुन धारामा कुन ठाउँमा ल्याएर राखिदिएको छ? किनभने आजसम्म यो देशमा 25 लाख भन्दा बढी चाहिँ इसाई आस्थालाई अंगीकार गरेर उनीहरू एउटा सुयोग्य यस देशका नागरिकको रूपमा आफ्नो जीवन यापन गरिरहेका छन्। तर अधिकारको रूपमा राज्यले आजसम्म एउटा चर्चलाई कानुनी रूपले दर्ता पनि दिएको छैन। कानुनी रूपबाट कुनै किसिमबाट हाम्रा सम्पत्तिहरू, हाम्रा चर्च भवनहरू, हाम्रा क्रियाकलापहरू, हाम्रा सङ्घ संस्थालाई धार्मिक रूपबाट चाहिँ उहाँहरूले आजसम्म कानुनी रूपले चाहिँ मान्यता र अस्तित्व दिनुभएको छैन। भनेपछि तपाईहरुले अपेक्षा गरेको राज्यसँग जुन धर्मनिरपेक्ष राष्ट्र घोषणा त गरियो, तर यहाँबाटै अहिले कुरा आयो कि त्यो तपाईहरुले आस्था राखेको धर्ममा राज्यको कुनै पनि धाराहरूमा त्यो व्यवस्थाहरू अथवा त्यो सुविधाहरू, त्यो अधिकारहरू तपाईहरुले त्यो प्रत्याभूति चाहिँ गर्न पाउनु भएको छैन। पाएनौँ। पहिला त हामी बाँचेकै थियौँ त। जब यो धर्मनिरपेक्ष राष्ट्र थिएन त्यति बेला पनि हामी बाँचेकै थियौँ। त्यति बेला पनि हाम्रा आस्थालाई भोगेका थियौँ। त्यति बेला पनि कानुनले हामीमाथि जति पनि आलोचना गरे तापनि अथवा जति किसिमबाट हामीमाथि सतावट भए तापनि, हामीलाई जेलमा कोचिए तापनि, हामीमाथि मुद्दा लगाइए तापनि हामी त बाँचेकै थियौँ। हामी यही राष्ट्रमा थियौँ। तर धर्मनिरपेक्ष भइसकेपछि पनि हामीलाई चाहिँ कानुनी रूपले चाहिँ अस्तित्वमा ल्याउने कुरा चाहिँ अहिलेसम्म धार्मिक स्वतन्त्रताको कुरा गर्ने हो भने यो धर्मनिरपेक्ष राष्ट्रिय घोषणा हुनुभन्दा अगाडिको एउटा समय र घोषणा भइसकेपछिको समय, दुईटाको समयमा फरक चाहिँ कति पाउनु भएको छ? धेरै फरक छ। अहिले चाहिँ हाँस्न चाहिँ पाइएको छ। तपाईसित हामीले कुरा गर्ने मौका पनि पायौँ। एक किसिमबाट सञ्चारका माध्यमहरू इसाई समुदायका अझै नजिक आउने अवसर पाएका छन्, अथवा हाम्रा विचारहरू हामीलाई चिन्ने, हामीलाई जान्ने एउटा अवसरको निम्ति बाटो चाहिँ खुला भएको छ। सरकारको तर्फबाट चाहिँ केही पहल र सम्झौता पनि भयो, 3 बुँदे र 6 बुँदे। उहाँहरूको एउटा प्रयास थियो, त्यो उहाँहरूले गर्नुभयो। तर त्यति गरेर हस्ताक्षर मात्रै गरेर त भएन नि। अब संविधानको एउटा निकास आउने बेलामा ती सम्झौताहरूका कुराहरू के भए, कता गए, त्यसमध्ये केही उहाँहरूको निर्णय भयो भएन कि भन्ने कुराको कुनै पहल, कुनै बहस केही पनि हुन सकेन। यो चाहिँ दुःखलाग्दो हामीलाई लागेको छ। अब हुनसक्छ हामी अल्पसङ्ख्यक भएका कारणले गर्दा एकातिर राखिने हो कि, तर हाम्रो विचार के छ भने प्रजातान्त्रिक र लोकतान्त्रिक मान्यता भएको राज्यमा चाहिँ उहाँहरूले एकदमै विशेष गरी अल्पसङ्ख्यक समुदायहरूलाई चाहिँ, चाहे ती धार्मिक समुदाय हुन् अथवा भाषिक समुदाय हुन् अथवा जातीय समुदाय हुन्, उहाँहरूप्रति त उहाँहरूको विशेष कसरी धार्मिक रूपमा तपाईहरू नेपालमा अहिले अल्पसङ्ख्यकमै हुनुहुन्छ नि? अल्पसङ्ख्यकमा हुनुहुन्छ। राज्यले अल्पसङ्ख्यकमा रहेका सबै समुदायलाई राज्यको सबै निकायमा प्रतिनिधित्व हुने त्यो आवासहरू राज्यले दिनुपर्छ, राइट? त्यहाँसम्म तपाईहरू अहिले पुग्न सक्नु भएन। अब कानुन राज्यले तपाईँलाई थिचेन, त्यो कुरा छ। मैले भन्न खोजेको अगर यही मागहरू तपाईहरूको अहिले माग भनेको धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ अथवा तपाईहरू जसरी अल्पसङ्ख्यकमा हुनुहुन्छ तपाईँहरूलाई समेटिनुको लागि एउटा आयोग बनाउने, त्यो भित्र त्यसलाई ल्याउने, तपाईँहरूका गतिविधिहरू, तपाईँहरूका मागहरू, यी सबैलाई समेट्ने, दुईटामा कुन हुनुपर्ने? अहिले चाहिँ हामी चाहिँ यही भन्न चाहन्छौँ कि हामीलाई समेट्नुहोस्, हामीलाई राख्नुहोस्, हामीलाई यो राज्यमा एउटा केही धार्मिक आयोग अथवा केही एउटा व्यवस्था गरिदिनुहोस् जस अन्तर्गत कानुनी रूपले हामी चाहिँ राज्यको अधीनतामा रहेर, उहाँहरूको सुन्दर संरचना अधीनतामा रहेर हाम्रो आस्थालाई हामीले अभ्यास गर्न सकौँ, हाम्रा रीतिरिवाज, हाम्रा परम्परा, हाम्रा धार्मिक कुराहरूलाई चाहिँ हामीले अभ्यास गर्न सकौँ भनेर हामी राज्यसँग माग गर्दछौँ। किनभने यदि हामीलाई चाहिँ उहाँहरूले यसरी छोडिदिनुहुन्छ भने धेरै किसिमका विकृतिहरू हाम्रो माझ पनि हुन सक्छन् र राज्यले चाहिँ घरिघरि औँला ठडाएर होइन तपाईँहरू यस्तो हुनुहुन्छ उस्तो हुनुहुन्छ भन्ने, हामीलाई चाहिँ त्यसरी भन्ने, तर हाम्रो निम्ति चाहिँ कुनै ढोका पनि नखोलिदिने, कुनै बाटो पनि नदेखाइदिने, अनि हामीलाई चाहिँ छाडा छोडिदिए जस्तो जे गरे पनि हुन्छ भनेर भन्ने। कसैले केही कुरा बिगार्ने बित्तिकै ल उही त यो इसाईले गर्यो, क्रिस्चियनले गर्यो। माफ गर्नु होला, समाचारको रूपमा म बताउन चाहन्छु, यदि क्रिस्चियनले केही गर्ने बित्तिकै समाचारमा, अपराधका समाचारमा चाहिँ यो मान्छे क्रिस्चियन थियो भनेर लेखिन्छ।
अब अरू धार्मिक समुदायका मान्छेहरूले गर्दा चाहिँ उनीहरू कुन धर्मका थिए भन्ने कुराको अथवा कुन आस्थाका थिए भन्ने कुराको चाहिँ केही सरकार चाहिँ छैन। तर यो अल्पसंख्यक इसाईहरूले के गर्ने बित्तिकै बहुत ठुलो एउटा चाहिँ त्यहाँ बुदा के थपिन्छ भने यो चाहिँ इसाई समुदायका मानिसहरू भन्ने। त्यसकारण सरकारसित हाम्रो माग के हो भने हामीलाई ढोका खोलिदिनुहोस्, हामीलाई तपाईँहरूको नजिकमा राख्नुहोस्। हामीलाई यस देशमा जसरी हामीले राज्यको एउटा उन्नतिको निम्ति विकासको निम्ति हाम्रो भूमिका धेरै वर्षदेखि यो देशमा रहेको छ। हामीलाई कुनै किसिमको मान्यता मिडिया कभरेज चाहिएको छैन। हामीले समाजको निम्ति हामी जुन ठाउँमा छौँ यस राष्ट्रको निम्ति हामीले विकासको निम्ति योगदान चाहिँ हामीले दिइरहेका छौँ। यही नै मूल्य मान्यता र आस्थालाई बोकेर हामी हिँडिरहेका छौँ। हामी धन्यवाद दिन्छौँ सरकारलाई, उहाँले जेसम्म गरिसक्नु भएको छ। तर हाम्रा कुराहरूलाई चाहिँ यति पछाडि राखिदिनु यो अवस्थामा चाहिँ अलिकति मैले अघि पनि सुरुमा भनेको थिएँ, संविधान निर्माणको समय जति जति नजिकै जान्छ आफ्ना अधिकार सुनिश्चित हुनुपर्ने मागहरू पनि स्वाभाविक रूपमा उठ्दै जान्छ। अहिले विभिन्न धर्मका आस्था राख्ने समुदायहरूले ती मागहरूलाई संविधानमा सुनिश्चित गर्नको लागि आन्तरिक रूपमा अथवा कुनै न कुनै रूपमा त्यो दबाब दिइरहेको अवस्था छ। फेरि पनि यो अवस्थामा तपाईहरूको लागि अहिले धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भन्ने मुख्य माग हो अथवा तपाईहरूसँग भएका सहमति सम्झौताहरू चाहिँ पहिला कार्यान्वयन हुनुपर्छ भन्ने हो? हामीले के चाहन्छौँ भने जे कुरा छ त्यसलाई कायम राख्नु पर्यो, त्यसलाई परिवर्तनीय धारामा ल्याउन चाहिँ भएन। दोस्रो कुरो, हाम्रा केही कुराहरू जुन छन् जसको निम्ति सम्झौता भएको छ ती कुरामा पनि ध्यान पुर्याइदिनु पर्यो। यी दुईटै कुरालाई चाहिँ म अगाडि राख्न चाहन्छु। साथै यो पनि भन्न चाहन्छु यस देशमा धर्मनिरपेक्षताको अर्थ हो चाहिँ सबैलाई बराबर। सबैलाई बराबर यसको अर्थ यही नै हो। तर के तपाईँको आँखाले र तपाईँको कानले यो समानता यो राज्यमा सबै आस्थाका मानिसहरूले समुदायले पाएका छन् भन्ने कुरामा के तपाईँ सहमत हुनुहुन्छ? तपाईँ पक्कै पनि हुनुहुन्न। किनभने यहाँ पनि कुनै आस्था अथवा कुनै धर्मको निम्ति आयोग खडा राखिएको छ, उनीहरूको निम्ति संरक्षण दिएको छ, उनीहरूको निम्ति भनौँ न पाठ पठनको निम्ति उनीहरूलाई सरकारको राज्यको एउटा ढुकुटीबाट चाहिँ खर्च दिएको छ। तर यहाँ तपाईँले हेर्नुहोस्, हामी यस्तो एउटा समुदाय हौँ, यो देशको विकासमा हाम्रो योगदान हाम्रो जीवन यतिको लगानी भएको छ। तर राज्यले आजसम्म इसाई समुदायको निम्ति भनेर राज्यबाट चाहिँ उहाँहरूले कुनै किसिमको सहुलियत, कुनै किसिमको आर्थिक योगदान कुनै किसिमले उहाँहरूले दिनुभएको छैन। यहाँसम्म कि सरकारसित भएका सम्झौतामा यताउति काम गर्दा पनि हामीले हाम्रो अहिले संविधानका विवादित विषय मध्येमा एउटा विषय विवादित भनेको धर्मसँग जोडिएको विषय एकदम जल्दो बल्दो रूपमा उठेको छ र सम्भवतः यही विवाद संविधान निर्माणको प्रमुख विवाद बन्न गइरहेको छ। हिन्दू राष्ट्र यो मुलुकमा हुनुपर्छ भनेर अहिले ती दबावहरू ती आवाजहरू बुलन्द रूपमा उठिरहेको अवस्थामा तपाईहरू के गर्नुहुन्छ? अब हामीहरू के गर्छौँ? हामीहरूले यसको निम्ति सरकारसित राज्यसित अनुरोध गर्दछौँ। यदि यो राज्यले यो कुरालाई मान्न चाहँदैन, यो कुरालाई स्वीकार गर्न चाहँदैन भने हामीसित बाटो केही नरहला। तर हाम्रो तर्फबाट लाग्छ अहिले हाम्रो जिम्मेवारीको समय हो कि हामीले राज्यलाई सचेत गर्न चाहन्छौँ कि जसरी यो राज्यलाई संविधानमा लेखेर दियो कि यो धर्मनिरपेक्ष राष्ट्र हो भनेर लेखिदिएको छ भने यसैलाई अपरिवर्तित कुरा गर्नुहोस्। प्रजातान्त्रिक लोकतान्त्रिक धार प्रक्रियालाई त स्वीकार गर्नुहुन्छ, अंगीकार गर्नुहुन्छ होइन? कुनै पनि लोकतान्त्रिक पद्धति सिस्टममा अल्पसंख्यकले एउटा बहुसंख्यकलाई थिचोमिचो चाहिँ गर्न मिल्छ भन्ने हो तपाईँको बुझाइ चाहिँ? हाम्रो बुझाइ चाहिँ यस्तो हो कि बहुसंख्यकले अल्पसंख्यकलाई थिचोमिचो गर्न हुँदैन। किनभने प्रजातान्त्रिक मूल्य मान्यतालाई यदि अंगीकार गरिन्छ भने त्यो तपाईँले अरू राज्यमा पनि अरू देशहरूमा पनि कुन किसिमबाट उहाँहरूले आफूलाई प्रजातान्त्रिक मूल्य मान्यतामा यदि स्थिर राखेका छन्, स्थापित गरेका छन् भने त्यही किसिमको एउटा संरचना यहाँ पनि हुनु पर्यो। आफ्नै किसिमले आफ्नै अडान राख्न परेन कि हामी नेपाली होइन, हामी के हाम्रो नाम पनि नारायण शर्मा हो, हाम्रो केही परिवर्तन भएको छैन, हामीले त्यही लुगा लगाउँछौँ, हामीले टाई सुट लगाएर हिँडेका छैनौँ, हामीले ढिँडो खान्छौँ, हामीले मकै खान्छौँ, हामीले भटमास खान्छौँ,
के परिवर्तन भएको छ हामीले यो देशमा चाहिँ धर्मनिरपेक्ष राख्ने बित्तिकै नुकसान के छ यतिका वर्षसम्म यो राष्ट्र चाहिँ धर्मनिरपेक्ष रह्यो के तपाईलाई के को समस्या तपाईले भेट्टाउनु भयो यसमा हामीले के गरिदियौं हामीले के यो देशको कानुनलाई यो देशमा भएको संरचनामा हामीले के विध्वंस ल्याइदिएका छौं र कि यस्तै किसिमले शान्ति प्रक्रियामा यस्तै किसिमको सहशिष्टतामा यस्तै किसिमको हामी नेपालीको भाइचारामा कि हामी युगौं युगसम्म यो नेपाल राष्ट्रको विकासमा सँगै मिलेर एउटा समानताको आधारमा हामी हिँड्न सक्दैनौं एउटा प्रजातान्त्रिक मूल्य मान्यतामा चाहिँ समानताको पनि एउटा महत्त्वपूर्ण भाग हुन्छ त्यसको चाहिँ हक धार्मिक आस्थाले पनि पाउन सक्नु पर्दछ खाली यो राजनीतिक पार्टीको निम्ति समानता मात्रैको कुरा त होइन नि प्रजातान्त्रिक मूल्य मान्यतामा खाली अरु जातीय समुदायको लागि मात्रै त समानताको हक त होइन नि धार्मिक आस्थावालाहरू पनि जो अल्पसंख्यक छन् उहाँहरूले पनि सामाजिक एउटा समानता चाहिँ हिजो धर्म सापेक्ष राष्ट्र भएको बेलामा पनि तपाईहरुले आस्था राख्ने धर्म सिखहरुले राख्ने धर्म मुस्लिमहरु बौद्धहरु यी सबै धर्म त थिए नि तर हिजो त्यति बेला यस्तो किसिमको धार्मिक सद्भावहरु चाहिँ खलबिलिने अवस्था थिएन जब धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेपछि अब धार्मिक यस्ता कुराहरु यति आउन थाले अब मुलुक फेरि पनि धार्मिक चिन्ता छ पवनजी म हजुरको कुरालाई म इन्कार गर्दछु यो खलबलिएको थियो अनि यो राज्यले चाहिँ अन्याय गरेको थियो भन्ने कुरा तपाईलाई बताउन चाहन्छु त्यसै कारण हामी जस्ता धार्मिक आस्था राख्ने मानिसलाई जेलमा किन चलान गरियो हामी माथि किन मुद्दा लगाइयो जबकि हाम्रो धर्मशास्त्रले भन्छ धार्मिकताले राष्ट्रलाई चाहिँ राम्रो गर्छ धार्मिकताले राष्ट्रलाई चाहिँ असल गर्छ भनेर भनिन्छ यो देशमा धार्मिक विचारहरूको उन्नति भयो भने यो देशमा धार्मिक मानिसहरू भयो भने यसले देशलाई राज्यलाई के नोक्सान के पनि गर्नेवाला छैन यसले त राज्यलाई त धेरै राम्रो हुन्छ किनभने यो देशमा चाहिँ धार्मिकताको उन्नति भएको छ कतिपय राष्ट्रहरू आज पनि छन् पश्चिमी मुलुकहरुमा जहाँ चाहिँ धार्मिक मूल्य मान्यताहरूको पतन भइरहेको छ जसले गर्दा उनीहरूको नैतिक स्तरता सामाजिक स्तरता तल झरेर गइरहेको छ तर हाम्रो देशमा त्यो त राम्रो कुरा भइरहेको छ जबकि हामीहरूको धार्मिक एउटा उन्नति यो देशमा भइरहेको छ पक्ष त म जान्दिनँ अहिले नारायणजी यहाँले हैन अब विकास निर्माण के कति भयो मुलुक कति अगाडि बढ्यो संघीयताले मुलुक कति कति फड्को मार्ला ती पछिका विषय हुन् अहिले हामी अगाडि बढ्नु पर्ने त सबभन्दा पहिला त एक अर्कामा सल्लाहको कुरा थियो तर यहाँनिर चिन्ता मैले अघि नै जाहेर गरिरहेको छु संविधान निर्माणको समय जति नजिकै जाँदा यी यस्ता कुराहरू आउन थालेपछि अहिले एउटा चिन्ताको विषय धार्मिक सामाजिक सद्भाव बिग्रिनु हो कि भन्ने एउटा आम चिन्ताको विषय छ त्यसकारणले गर्दा यो बहस र यो मुद्दालाई राज्यले पनि त्यही ढंगले सम्बोधन गर्न जरुरी छ आजको आवश्यकता छ त्यो जरुर मलाई यही नै लाग्छ यहाँ चाहिँ राज्यले केही कुरा घुमाइरहेको छ आजसम्म उहाँहरूले सम्झौता गरेर त्यसपछि राज्य चाहिँ कता गएको छ हामीले पनि बुझेका छैनौं अस्तिको प्रेस कन्फरेन्स यसैको निम्ति एउटा सानो प्रयास हो राज्यलाई हामीले दोहोरा घचघचाउन चाहन्छौं बताउन चाहन्छौं तपाईसित हाम्रो केही कुराकानी भएको थियो हामीलाई तपाईले समेटेर राख्नुहोस् हाम्रा कुराहरुमा तपाईले ध्यान दिनुहोस् भन्न चाहिँ चाहेको यदि राज्यले आफ्नो भूमिका खेलेन भने त्यसको परिणाम चाहिँ दुःखद हुन्छ अनि यो इतिहास पनि यसको साक्षी छ यो अवस्था यस देशमा कुनै पनि बेला आउन नपरोस् किनभने हामी सबै दाजुभाइ हौं मेरो घर परिवारमा चाहिँ हामी चाहिँ फरक फरक आस्था राख्ने मानिसहरू छौं विचारहरू छौं तर पनि हामी दाजुभाइ नै हौं हामी चाहिँ एकअर्कासित सम्बन्ध छ एउटै पिताजीका हामी चाहिँ छोराछोरी हौं त्यस्तै किसिमको यो राष्ट्रमा पनि हुन सक्छ हामी थुप्रै मानिसहरू छौं हाम्रो विचार फरक हुन सक्छ धर्म सापेक्ष राष्ट्र हुँदैमा र धर्मनिरपेक्ष राष्ट्र हुँदैमा धर्मनिरपेक्ष हुँदैमा चाहिँ धेरै ठूलो प्रगति गर्छ धर्म सापेक्ष हुँदैमा सबै डुब्छ भन्ने पनि हो र म तपाईलाई यो कुरा पनि बताउन चाहन्छु कि हामीले राखेको माग होइन धार्मिक निरपेक्षता तर राज्यमा यो कुराको महसुस गरिएको थियो कि जब तपाईले धर्मनिरपेक्ष राष्ट्र मागेको माग होइन भने थिएन त्यो घोषणा भयो अहिले त्यो कार्यान्वयन भएको छैन भोलि त्यो गएर भएन र भोलि गएर जनमत संग्रहमा गएर लौ त टुङ्ग्यौं भन्ने एउटा अवस्था आयो भने त्यो जनमत संग्रह तपाईले स्वीकार्ने भोलि गएर तपाईले यो राज्यले गरेको प्रत्येक कुराको निर्णयमा जनमत संग्रह मात्र गर्न चाहनुहुन्छ
कुन बेला यो विवादित विषय मैले कुरा गरेको छु। विवादित विषय भयो भने त्यसमा जनमत संग्रह गरियो र त्यसको निर्णय जुन ढङ्गले आयो भने त्यसलाई सुकाइनु सुकाने म स्वीकार्दिनँ, किनभने यो सापेक्ष जुन थियो यो कुरा कुनै यो जनमत संग्रहबाट यो सापेक्ष भएको थियो। यो कुरा यो त महेन्द्र सरकारले आफ्नो तर्फबाट आफ्नो गद्दी र शासनलाई सुनिश्चित गर्नको निम्ति उहाँले धर्मनिरपेक्षतालाई कानुनको संरचनामा लिएर आउनु भएको थियो। यदि त्यति बेला यसमा चाहिँ जनमत संग्रह गरिएको थिएन भने अहिले गर्न आवश्यकता किन छ? त्यो राज्यले गरेको प्रत्येक निर्णयको निम्ति जनमत संग्रह गर्नुहुन्छ भने यो राज्यको ढुकुटीमा के पनि हुँदैन। हामी किन सहमतिमा आउन सक्दैनौँ? हामी किन एकअर्कालाई दाजुभाइ भन्न सक्दैनौँ? तपाईँको विचार फरक होला, मेरो विचार फरक होला, तपाईँको आस्था फरक होला, मेरो आस्था फरक होला। विश्वको अरू राष्ट्रहरू कुरा गर्ने हो भने 145वटा भन्दा बढी धर्म सापेक्ष राष्ट्रहरू पनि छन् है। ती राष्ट्रहरू के विकास गरेका छैनन्? ती राष्ट्रहरूको लोकतान्त्रिक प्रक्रिया मूल्य मान्यतामा तिनीहरू चलेका छैनन्? उनीहरूको अरू गतिविधिहरू सञ्चालन भएका छैन? अरू छ त्यहाँनिर अरू राज्य र राष्ट्रको बारेमा मेरो बोल्ने केही हक अधिकार तपाईँलाई जानकारी होला जरुर। तर यस देशको एक नागरिक भएको हैसियतले म भन्छु यो मेरो माग हो, म भन्छु यो मेरो समुदायको माग हो, म भन्छु यो राष्ट्र यदि यो राष्ट्र प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्य मान्यतालाई अंगीकार गरेर एउटा सर्वोच्च विशिष्ट स्थान विश्वभरि राख्न चाहन्छ भने यो राष्ट्र चाहिँ धर्मनिरपेक्ष राष्ट्र हुनुपर्दछ। यहाँ समान रूपले सबै आस्था, सबै विचार, सबै सोच, सबैले समानता पाउन सक्नु पर्दछ र हामी सुख समृद्धिमा बढ्न सक्छौँ। तपाईँले भनेको कुरा ठिक छ। यो राष्ट्रले कुन कुरामा विकास गरेको छ र कुन कुरामा विकास गरेको छैन भन्ने कुराको जवाब चाहिँ म तपाईँलाई दिन चाहँदैन। होला उहाँहरू चाहिँ सापेक्ष राष्ट्र भएको कारणले गर्दा केही कुरामा धेरै माथि उठ्नु भएको होला, तर त्यहाँ चाहिँ मानव अधिकार नहुन सक्दछ। यो पनि त एउटा आस्था बोक्ने, एउटा भिन्नता राख्ने, तपाईँको भिन्नता र मेरो भिन्नतामा यो पनि त मानव अधिकार हो। यो पनि त एउटा मौलिक अधिकार हुनुपर्दछ। एउटा नागरिकको रूपमा मैले जुन आस्था गरेको छु त्यसलाई हजुरले सम्मान गर्नु पर्यो, राज्यले पनि त सम्मान गर्नु पर्यो। यदि मैले अर्कै विचार राखेको छु भने, तर होइन राज्यले नै यस्तो किसिमको एउटा अडान लिन चाहन्छ भने अब हामीले भन्ने कुरा चाहिँ हाम्रो आवाज हामीले सरकार राज्यलाई दिन चाहन्छौँ। राज्यले तपाईँहरूका आवाज पनि सुन्नुहोस् र राज्य धार्मिकको आवाज सुन्ने सवालमा त्यति नै संवेदनशील हुनुपर्छ र सबै समुदायको आस्था र धर्मलाई सम्मान सहित बराबरी दिनुपर्छ भन्ने हामी पनि विश्वास राख्छौँ। यहाँले जुन आज आफ्नो महत्त्वपूर्ण विचार र समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद पवनजी र नेपाल वनलाई यसरी हामीलाई तपाईँले सम्मान दिएर हामी अल्पसङ्ख्यक समुदायको आवाजलाई जनमानसमा पुर्याउनुको निम्ति यसको अवसर दिनुभएको निम्ति धन्यवाद। दर्शकबिन आजको हाम्रो समय यही सकिन्छ। हामी फेरि पनि समसामयिक घटनाक्रम र संविधान निर्माणमा केन्द्रित रहेर कुराकानी गरिरहेछौँ। आजलाई भने म पवन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।